हामी सिकाउँछौँ। बालो आगो बाल्न केही दिँदैन। ओके, मानौँ हामी यहाँ सम्पूर्ण यो आगो हाम्रो घरमा, आँगनमा, किचनमा, कोरिडोरमा कहीँ पनि लागेको देख्यौँ। अब यो आगो लाग्दैछ भने यो आगोको जुन चाहिँ हाइट छ तपाईँको 2 फिटभन्दा माथि राजकुमार सर, आगो छ भने तपाईँ ओ राजकुमार सर, हिरो बनेर आगो निभाउन नजानुहोस् भनेर त्यसलाई यो साइड लाइदिनाले भिज्छ के, यो निकाल्दिनु, कुनामा राखिदिनु, यो भिज्ने कुरा कुनामा राख्नु न, त्यति मात्रै राखिदिनु, कुनामा के एक्सटिङ्ग्विसर छ, त्यो एक्सटिङ्ग्विसरको प्रयोग गरेर हामी आगो निभाउँछौँ। ल अब यो आगो निभाउनको लागि लोकेन्द्रजीले आगो निभाउनु त्यसलाई पास सिस्टम भन्छ, फुल द पिन, अनि त्यसपछि एम एक्सक्युज गरेर यसलाई हामी आगो निभाउँछौँ। र आगो फायर एक्सटिङ्ग्विसरको मद्दतबाट हामी कसरी गर्छौँ? पहिला एउटा पिन हुन्छ, त्यो पिनलाई तान्नुहोस्। यो कसरी खोल्ने हो जानेको मान्छेले यो हुन्छ यो फायर सबैको घरमा यसरी झुन्ड्याएको छ। यो आगो हुन्छ, यो पछाडि सिन हुन्छ, यसलाई आगो पनि आयो भने सर्ट यस्तो तान्ने कहिले जान्न होइन, यति काल जानेकै मान्छे चाहियो। त्यसलाई तान्नु न डाइरेक्ट हो। अब त्यो तानेपछि आफै आउँछ, एउटा लक लागेको हुन्छ, त्यो लक आफै खुल्छ, सिल हुन्छ र खुल्छ। अब खुलिसकेपछि तपाईँले यसलाई एम गर्दा पहिले नगर्ने, तल गर्ने, बेसमा राखेर तपाईँ अब एक्सक्युज गर्नुहोस्, उतापट्टि ट्रिगर दबाउनुहोस्, अलिक पर बसेर बास सक्यो भयो, धेरै युज नगरोस्, तुरन्तै आगो निभ्यो। अब फेरि यहाँहरू कसैले डेमोन्स्ट्रेट गर्न चाहनुहुन्छ भने अब कार्की सरले एकचोटि हान्नु होला, फेरि आगो बालिदिनु होला। र यसमा कहिले पनि खेलाची गरेर केटाकेटीहरूले यस्तो कहिले पनि यसको प्रयोग नगर्नु होला। अन्य बेलामा यो आफैमा महँगो चिज हो र यो चाहिँ हानिकारक पनि भइसकेन। तसर्थ यो आपतकालीन अवस्था बाहेक लु आउन जाने यहाँ कार्यक्रम आउँछ, यसको प्रयोग गर्न मनाइ छ। अब ठिक छ ल। यो पाइपलाई चाहिँ यतिकै छोड्दिने होइन, पाइप समात्ने, पाइप होल्ड गर्ने, तलबाट सेतो भाग, पाइप आगो कहाँ छ अनि पाइप पकाउनु पर्यो नि त। सेतो भाग बढी चिसिएर तपाईँको हात तासिन सक्छ। बस ओके। अब हामीसँग यसका लागि उपयोग गर्ने विधि हामीले देखाइसकेका छौँ। एक्सटिङ्ग्विसर कसरी प्रयोग गर्ने यहाँहरू सबैलाई यो जानकारी भयो। यसले पक्कै